हामी चाहिँ भोलि टक्क लाएर सिक्किम जानुपर्ने हुन्छ होइन। हामी सबैजना यता मेरो छोरो कता हुनुहुन्छ, यता मेरी बहिनी, मेरी प्यारी, मेरो मुटुको टुक्रा। के गर्नु अब, बहिनी चाहिँ जान्न, मलाई कस्तो कस्तो मन दुखिरहेछ। मेरो बहिनीले राम्रो बनाइदिएको पुरा पार्लरमा भइरहेछ। देखाउनु नदेखाउनुलाई चाहिँ नदेखाउनु भन्दैछ क्या। के हुन्छ त हौ अनि देखाउँदा चाहिँ पुरै राम्रो बनाइदिएर पार्लरमा गए जस्तो फिल भइसकिसक्यो मलाई। 11:30 भइसकिसक्यो। भोलि दिदीले बिहानै उठाउनुहुन्छ गाइस। भोलि बिहानै उठेर हामी त 6 बजी मैले यता दादालाई यस्तो राम्रो पारिदिइसकेँ। पूजा चाहिँ सुकाउँदैछ अनि मलाई चाहिँ लगाइदिँदै हुनुहुन्छ दादाले। मेरो गुराँस बहिनी चाहिँ नजाने परेर मलाई कस्तो मन दुखिरहेछ। कस्तो म गुराँसलाई चाहिँ धेरै मिस गर्छु। यता निस्किन गुराँस, हामी चाहिँ राम्रो भक्कु भइछौँ। दुखेर चाहिँ मर्छु होला। यो चाहिँ मेरो फर्स्ट भ्लग हो गाइजहरू, मलाई सपोर्ट गर्नु होला हैन दादा? हो एकदम मेरो आन्टीलाई सपोर्ट गर्नु होला। लाइक कमेन्ट एकछिन फुर्सद गरेर भए पनि हामीले चाहिँ लगाइसक्यौँ, यस्तो भइसक्यो। अब दुखेर चाहिँ मरिन्छ होला हैन? जस्तै देख्दैछ र अन्त हिरो हुनुहुन्छ नि हौ। कहाँ थियो रोको दिदी, दुखेर मर्यो। बिस्तारै भन न। लास्ट दिन छ नेपालमा, मेरो बहिनीको साह्रै माया लाग्छ। रेडी भइसक्यौँ। अब गाडी पनि आयो अनि अब जानुपर्ने हुन्छ। अब बहिनी चाहिँ गुराँस पनि जाने भने थियो, गुराँस चाहिँ जान पाइने जसलाई काले गरेर हामीलाई सबैजनाले यहाँ बिदाई गर्नको लागि बसिराख्नु भएको छ। अब टक्कसँगले हामी चाहिँ जानुपर्ने हुन्छ। सामानहरू हाल्दै हुनुहुन्छ। जरा मतलबी दुनिया की सुनता है क्यों, खुद की भी सुन ले कभी। पशुपतिदेखि पनि कठिन अब दार्जिलिङतिर आएको छ। यतादेखि सिरियस हुनुभयो। यता हामी बमटाउन खोजेर धङधङतिर आएर गाडीले गाह्रो भयो गाइस। हामीलाई अब 6 बजी मात्रै पुगिन्छ होला। बिहान 8 बजीको मान्छे अब घर त ढिलो पुग्छ होला। यहाँ चाहिँ गाडी जाम भइरहेछ। जोरथाङ आइसक्यौँ। खाजा खान आँटेको गाडीको धङधङले मर्न कस्तो गाह्रो भइरहेछ यहाँको। अब खाजा खाएर फेरि जानुपर्ने हुन्छ। हाई गर्नु न तपाईँहरू। फाइनली गाइस हामी चाहिँ घर आइसकेर चट्ट लुगासुगा फेरेर खाना खाँदै हुनुहुन्छ। यता पनि खाँदै हुनुहुन्छ दिदीले मासु। अब म पनि खानुपर्ने हुन्छ गाइस। टक्क यो चाहिँ मेरो फर्स्ट भ्लग हो। सपोर्ट गर्नु होला मलाई।